कस्तो लाग्यो त? राम्रो। हुँदैन भनेको दुईजनालाई नै भने। नमस्ते। उहाँको चाहिँ अझै अफिसियल कामहरू सकिएको छैन। वैभवी गेटिङ रेडी। नमस्ते सबैजनालाई। आज हामी वान नाइट स्टेका लागि जर्सिङ पौवा जाँदैछौँ। मेरो हस्बेन्डको दुईजना साथीहरू, उहाँहरूको फ्यामिली र हामी गरेर 10 फ्यामिली मिलेर हामी जर्सिङ पौवा लाग्दैछौँ र बीचबीचमा अपडेटहरू दिने नै छु। तन्तलापुर घाम लागिरहेछ। अब हामी चाहिँ निस्क्यौँ होइन त? रेडी। अब चाहिँ हामी चावेल चोक आइपुग्यौँ। हामी आज एक रात्रि बासको लागि जाँदैछौँ, वान नाइट स्टे। हामी अहिले मूलपानी आइपुगेका छौँ। हामीलाई आधी घन्टा जस्तो लाग्यो घरबाट यहाँसम्म आइपुग्नलाई। अब हामी चाहिँ दुई परिवारलाई पर्खिरहेका छौँ। हाई, एक्साइटेड? नमस्ते। हाई, हेलो, नमस्ते नमस्ते। हामी दुई पाङ्रामा छिटो 4वटा जना जाउँ। ल नानीहरू बस, हेलमेट मलाई देऊ, म लगाउँछु ल। 62 सालपछि अलिक सम्झनाहरू ताजा गरेर यो बाटो हिँड्दैछु होइन। यहाँ चाहिँ नजिकै मेरो साथीको घर थियो, अहिले त अब माइत भन्न पर्छ होइन। यहीँबाट यो मोडबाट यस्तरी जाने जस्तो लाग्छ। अहिले हेरौँला। मन्दिरको नाम के? इन्द्रायणी हो? होइन, यसमा त होइन, त्यो त गइसकेका। मैले मेरो साथी सङ्गीताको माइत घरमै कता हो अनुमान गर्नै सकिनँ। धेरै वर्षपछि यो बाटो आएको। यतै हो जस्तो लाग्छ, कटेर गए जस्तो लाग्छ, डाँडाहरू हो कि जस्तो लाग्छ। म त कन्फ्युज भएँ। साँखो आइपुग्यो नि त। तारै तारले झेलिएको थियो कि अघि। के गर्छौं? के नि चेक पानी पर्ला हे जाऊ हुँ गएर के गरेर खाने हो? हो पानी पर्यो अब 10 मिनेट मात्र भनेपछि त नजिकै हो त। हो नजिकै हो नजिकै हो नजिकै हो। पुगे सम्मान प्रोग्राम सबै सकेर आयौ कि के गर्यौ? अलिअलि बाँकी थियो। ल जाउँ। यो जर्सिङ पौवा बजार। अब हामी चाहिँ यता लाग्नेछौँ यहाँबाट। भेटौँडा लाग्दाको बाटो जस्तै रहेछ। भेटौँडा लाग्दाको जस्तै बाटो रहेछ। यहाँदेखि चाहिँ हल्का ओह्रालो जाने रहेछ। अब यहाँदेखि चाहिँ बाटो अलिक हिरोदेखि अलिक तल झरेछ है। बिस्तारै जानुपर्ने रहेछ त। यो त यस्तो रहेछ नि बाटो। बाटोभरि भ्यू चाहिँ यस्तो दामी हुन्थ्यो नि होइन। तर के गर्नु मौसम खराब भयो आज है। जोक्ने ओ माई गॉड। अलिक वर्थ इट लाग्दैछ अब चाहिँ। वान नाइट स्टे आएको नभए त पानी परिरहेछ त्यही त हो जस्तो लाग्दै थियो क्या मलाई चाहिँ। अलिकति एक्सपेक्टेसन नभइकन आएको मान्छे क्या म चाहिँ। तर
खुलेको भए चाहिँ धेरै राम्रो रहेछ भ्यू। अनि पानी नि परिरहेछ क्या छिटा छिटीहरू है, पानी पर्न सुरु भइहाल्यो एक्कासी। यही हो नेसनल माउन्ट भ्यू रिसोर्ट। किन यही तल जाने होला नि होइन र? यस्तो चाहिँ सबै आराम भयो। किन हाई धेरै प्रिटेन्ड गर्छ कि भिडियोमा? हाई निन्द्रा लाग्यो हो र इमा पुया मादङ? अब भोलि बिहान आकाश खुल्यो भने त यहाँ पुरै माउन्टेन रेन्ज रहेछ है। यहाँबाट राम्रो दामी भ्यू। सनसेट त देखिँदैन आज किनभने यति धेरै कुहिरो छ होइन, बादल छ। जानु पुरै त देखिन्थ्यो नि, के गर्नु अब पानी परेको हेरेर सुप खाएर बस्नु पर्ला जस्तो छ। थ्याङ्क यू। ल चिया त ल्याउँदा ल्याउँदै सेला जस्तो चाहिँ तर बस्यो। धेरै मिठो छ नानु हो। वाउ इन्द्रधनुष है, इन्द्र भगवानको धनुष हो रे नि त। अलिकति यो पार्टमा चाहिँ देखिएन, घामको लाइट नपुगेर नि होला। डागी हिमालको चोखो हावा जस्तो तिम्रो माया, बगेको पानी जस्तो तिम्रो माया, लै लै लै। सो फ्लिप हामी 3जना हामी कहाँ जाँदैछौँ? भोटे चौर त पुग्दैनौँ होला होइन? भोटे चौर भोलि पुग्छौँ हामी, हिँड्दै जाउँ। शालिक भाउजू, अशोक भाउजू, सरोज भाउजू, अम्लिसोको ल यो बादल हटी गए पनि हुन्थ्यो। या तिम्रो जिन्दगानी उपहार भो, ढकमक्क जवन फुल्यो, बतासैले उडाइ ल्यायो माया मेरो। के चिज गीत अनि भाइलाई चाहिँ किन नि ओ दादा छुट्यो नि त बिचरा। नजिक नजिक ल स्माइल, दाँत देख्दा नि हुन्छ। ल सुरु गर्नु छोरी। चम्चा काँटा चाहिँ सिंगल सिंगल थियो होइन,
सिंगल हुँदा ल भेटौँ न भन्दा कहाँ भेट्ने यहाँ भेट्ने ल ल ल ल हुँदैन त अफिसबाट निस्केर बुढीको कुरा सुन्नु पर्यो, छोरीको कुरा सुन्नु पर्यो, छोराको कुरा सुन्नु पर्यो, अनि आफूलाई आफ्नै बुढी आफ्नो छोराछोरी माया लाग्छ साथीको भन्दा समस्या त्यहाँनिर पर्यो क्या भएको कुरा। इट्स भेरी ट्रु। छोरीले 8 बजेबाट अलिकति ढिला भयो भने ढुका लगाइदिन्छ। त्यही समस्याहरू सबै त्यसले गर्दा नै हो कि अब टाइम भेटघाट गर्ने बस्ने रमाइलो गर्न नमिल्ने तिम्रो हो हजुर। धेरै खाएको खाए म एक्लै होला धेरै खाने कन्टिन्यू खाएको खाइछु हामी त हेरे बसिरहेको सबभन्दा धेरै खाने हो। एउटा कुरा चाहिँ मलाई कस्तो लाग्छ भने नि खानेकुरा खाएपछि चाहिँ मैले धेरै खाएँ या मलाई यसले बिसाउँछ यो चाहिँ नमिठो हो भनेर पनि खानु त्यस्तो चाहिँ नगर्नु रे है। जे भन्यो त्यस्तै असर हुन्छ रे क्या शरीरमा खाने हो सही कुरा। कता गएर मिलाएर राइमिङै बिग्रियो। चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो टेबल ठोकौँ टेबल छोरी पातको पातैले जहाँ गए पनि सुखमा छैन छोरीको जातैले। छोरा भएर नि छोरीको बिलाउन गाइदिँदा धन्यवाद छ। सरम सर म चिठी लेख्छु केराको पातैमा तो चिठी पुगोस् दार्जिलिङ सहर मायाको हातैमा। दार्जिलिङमा रहेछ दार्जिलिङले मायाको लागि भएर क्या उसलाई थाहा पाएर मेरो आयु कम छ भने अनि उसले के अरे नि महादेव कहाँ गएर महादेव कहाँ गयो अरे महादेव कहाँ गएपछि महादेवलाई श्री महादेव अनि महादेवले त किन मेरो आयुष त मैले सबै कुरा दिइसकेको थिएँ फेरि तँलाई के पुगेन भन्नु अरे महादेवले। अनि त्यसपछि त्यहाँबाट प्रभु हजुरले मलाई सबै कुरा दिनुभयो तर मेरो जिन्दगीमा मेरो आयु नै सबसे कम रहेछ। मेरो आयु बढाइदिनु पर्यो महादेवले। तेरो आयु बढ्यो ल मैले बढाइदिएँ तैँले जति चान्स दिएर त्यति आयु बढ्यो भने महादेवले आयु त तेरो बढ्यो तेरो आयु बढाउनु भन्दा पहिला सृष्टिकर्ता ब्रह्मालाई त सोध्नु पर्यो र अनि महादेव र त्यो सृष्टिकर्ता ब्रह्मा कहाँ गएछ ब्रह्मा गएछन्। ब्रह्मा कहाँ गएपछि ब्रह्माले श्री महादेवै ब्रह्मा गएपछि ब्रह्मालाई ल अब के उत्पत्ति यो नराम्रो के भयो महादेव म कहाँ आएँ भन्ने। अनि त्यसपछि त्यहाँबाट गएर ब्रह्माले महादेवलाई धेरै बेर नबस है अब किन यहाँ मलाई भयो म त्यहाँ आउँथेँ हजुरमा आउँथेँ होइन यो मेरो केटालाई चेलोलाई यसको आयु बढाइदिनु पऱ्यो हजुरले भनेपछि त सकिहाल्नु कुरा मैले के गर्छु मैले आयु बढाइदिएँ हजुर भनेपछि ब्रह्माबाट पनि पास महादेवबाट पनि पास अनि ब्रह्मा र महादेव सल्लाह गरेर हामी दुईजना त भन्यौँ अब विष्णुलाई के सोध्नुपर्छ भने अनि ब्रह्मा र महादेव भन्थ्यो विष्णु कहाँ गएछ विष्णु तपस्या विष्णु त तर्सेछन् एकदमै ल अब महादेव र ब्रह्मा नै मेरोमा आयो अब के भयो उत्पत्ति भयो मैले के गल्ती गरेँ अब मलाई अब यिनीहरूले के गर्न आएर डराएछ। अनि हत्तपत्त त्यो तपस्या गरेर म हत्तपत्त आएर प्रभु मैले के गर्नु पर्यो किन आएको केही गर्नु पर्दैन विष्णु मेरो यो भक्तको आयु बढाइदिनु पर्यो। ब्रह्मा र महादेव भनेपछि मेरो के लाग्छ हजुर बढ्यो अब ब्रह्मा विष्णु महेश्वर तिनजनाले आयु बढाइदिनु सक्यो नि कुरा अब भएछ कि हामीले तेरो आयु बढाइदिनु पाऊँ होइन तेरो हिसाबदार राख्नु मान्छे त कहाँ छ माथि छ उहाँको त्यो के अरे यमराज नर्क स्वर्ग भटेर माथि छ तपाईँ गएर आएको हो र अनि त्यसबाट गएर यमराज राख्यो भने त हिसाब किताब कति कसलाई कति राख्ने कति नलाग्ने होइन अनि यमराजलाई अब खाता पत्र उहाँ छ नि त खाता पत्र मिलाइदिनु पर्यो हिसाब किताब है त ब्रह्मा विष्णु महेश्वर यमराज राखेको छ अनि त्यसलाई लिएर हो यमराज खाता पत्र चेन्ज गर्न के कसो छ मान्छे कर्महरू भनौँ न छैठीको दिनमा सब कुरा लेखा हुन्छ भन्छ नि त थाहा छ त्यसमा म भन्छु माथि छैठीको दिनमा कसरी के लेखिन्छ भन्ने कुरा होइन। अनि त्यसपछि त्यहाँ ब्रह्मा विष्णु महेश्वरै यमराज गएछ भाउ तपाईँ सुनेर राजा ए अनि त्यसपछि यमराज गएछ गएपछि यमराजको त सातो पुत्रै गएछ त मलाई नै सकाएको अनि गएपछि त्यहाँबाट लौ न हजुरहरू किन के कारणले पाल्नु भयो भनेपछि अनि महादेवले यो मेरो भक्त ब्रह्मा विष्णु र मेरो हामी तिनजना कुरा मिल्यो यसको आयु बढाउने कुरामा तिम्रो खाता पत्तामा यसको आयु यसले कति भन्छ त्यतिसम्म राख्यो भनेपछि यमराजले भइहाल्छ नि हजुर चित्रगुप्ता त्यो खाता पत्ता लिएर चित्रगुप्तालाई खाता पत्ता लिएर
चित्रको दाले खाता पत्ता ल्याउन चित्रको ल पल्टो चित्रको दाले यसरी खाता अब सबै गरेको हुन्छ नि त पल्टो त मान्छे टाक लागिदै मरेछ पल्टो त मरेछ चित्रको दाले त्यो आयु बढाइ माग्ने तपस्वी चाहिँ अनि त्यो फाइन पल्टाउँदै चित्रको दाले राखेको किताब पल्टाउँदा त्यहाँ के लेखाएको छ अरे भने यो ब्रह्मा विष्णु महेश्वर र यमराजमा आउँदाखेरि यसको यही मृत्यु हुन्छ लेखाएको छ पहिले भनेपछि जन्म र मृत्यु पहिले डिसाइड छ रमाइलो गरेर मस्ती गरौँ बेकार मैले दिएको तिमीलाई ताली चाहियो साथी हो स्लो वान पुरा यस्तो त्यसो बेला वेभ वेभ ल ल पाउमा यदि मबाट गल्ती भए बाँचिरहे नाच्नु पर्छ सबजना ल ल ल मुना 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 बोलाउनुहुन्छ अलिक अलिक टाढो हुनुहुन्छ भने के भनेर बोलाउनुहुन्छ भन्नुहोस् त मेरो राजा भन्नुहुन्छ कि मेरो पुट्टु भन्नुहुन्छ कि यो अशोक भन्नुहुन्छ कि ए काले भन्नुहुन्छ कि ए ओ आनन्द डिलङ्बा भन्नुहुन्छ कि चुर्याउ चुर्याउ भन्नुहुन्छ कि के भन्नुहुन्छ चुर्याउ भन्नु तामाङ भाषामा त चुर्याउ चुर्याउ भन्छ है अनि आनन्द डिलङ्बा भने के भनेको भने हैन काँजन लाग्यो भने हैन कान्छाबा भने चाहिँ के हो त्यो एउटा मात्र थाहा छ मलाई नराम्रो निस्केला ए त्यस्तो त केही पनि सिकाएको छैन मै हामीले अनि दाइ 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 म पनि साह्रै कन्फ्युज छु हैन यो कुरामा चाहिँ अब मेरो प्रश्न चाहिँ के हो भने अब श्रीमानलाई श्रीमान भनेर पुकार्नु हैन बोलाउनु अलिकति कस्तो लामो श्रीमान ए श्रीमान भन्नु पनि राम्रो सुनिँदैन हैन बच्चाको नि बाबा बुढीको नि बाबा हुन्छ भन्ने कुरा हुन्छ हो कि होइन है अनि के भन्ने त मलाई हाम्रो एकजना आन्टीले सिकाउनु भयो क्या मेरो सानममले पतिदेव भन्न न त भनेर सिकाउनु भएको होइन अनि त्यो भन्नु पनि कस्तो कस्तो लाग्ने होइन त पतिदेव के भन्नु बुढा भन्नु चाहिँ मलाई फेरि मन लाग्दैन के त्यो बुढो मान्छे भनेको जस्तो लाग्छ त्यस्तो फिल आउँछ कि संसारमा दुईटा कुरा हुन्छ आफ्नो ह्याप्पिनेसको लागि र सेल्फ सेटिस्फ्याक्सनको लागि तपाईले तपाईको जिन्दगी अर्पण गरेर यहाँ हाल्यो छ यहाँ हो अर्पण गरेर तपाईले उलाई के रे टिस्यु ल्याऊ टिस्युमा राखेर यता टेबलमा मेरो जिन्दगीले यही हो मेरो भविष्य नै यही हो अब योसँग मेरो साथ जुनी कर्छ यही नै मेरो सर्वस्व हो यही नै प्राण हो यही नै मेरो पतिदेव हो यही नै मेरो ब्रह्मा विष्णु महेश्वर भयभरका देवी देवता
जेसुकै भयो नि यही नै मेरो भनेर तपाईँ अर्पेडा आइसकेपछि तपाईँको आत्मा हुन्छ नि जुन भित्र मनभित्रको आत्मा त्यो आत्माले जे भनेर बोलायो भन्छ त्यही भनेर बोलाउने हो। ला सोच्नु पो पर्यो अब मेरो आत्माले के भनेर के भन्छ त खोइ अब सोच्नु पर्यो नि त्यो चाहिँ गृह कार्य भयो अब धन्यवाद छ सल्लाह सुझावको लागि धन्यवाद छ यहाँलाई प्र्याक्टिस रहेछ भाइलाई लिएर सोधे हुन्छ ल भन्न तयार अब तिमी ढाँटेर पनि ठ्याक्कै मिलाउँछौ अब मैले त उताबाट हो मिल्यो यही हो भनेर भन्ने होला म केही ढाड्दिनँ र चित्त बुझेको हेर ल म थाहा अरू जोसुकले जेसुकै म तपाईँलाई मायालाई बोलाउला बागी देखेर जिउँदै मर्ने हो बागी देखेर सँगै मर्ने सँगै बाँच्ने के देशको लिरिक बेडहरू पनि राम्रो रहेछ हजुर गर न बढाऊ I can't express my happiness. Wow. मलाई चाहिएको बेलामा चाहिँ मैले त डिलिट गरेको अहिले बहिनी भन्छ बहिनी खानु जानु तर्साउनु पाइन्छ सानो मान्छेलाई बोइला तर्सन खोजे उपर सुन यहाँ उडे हैन त हो के खाएको सामान हजुर के खाएको ससेज ससेज खाएको मिठो छ समयरालाई के मिठो लाग्यो हजुर फलफुल मिठो लाग्यो ए आश्विकालाई के मिठो लाग्दैछ ससेज ओके वैभवीलाई चाहिँ ओ ढिलो भयो ए ल बच्चाको लागि रमाइलो नि त ठुलो मान्छेलाई नि सोध्नु पर्थ्यो होला हैन दाइ अन्त फोन मिठो छ तपाईलाई फोन मिठो छ हो सालिक दाइ के सेल्फी हो सबैजनालाई के गर्दै हुनुहुन्छ भरे सेल्फी भनेर हामी यहाँ पोस्ट दिउँला रे हैन भरे त म हैन त्यो परको डाँडा खिच्दैछु भनेर भन्नु भएर रे बटर हो यो हिमाल सरीमा अग्ली रहेछु सम्हाल 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 मलाई बादल सरीमा पग्ली रहेछु सम्हाल
यस्तो राम्रो माउन्टेन रेन्ज हैन अनि यसमा यसलाई ब्याकग्राउन्ड बनाएर चाहिँ फोटो खिचेर हामी अब चिया बगानतिर लाग्दैछौँ। के दामी है हिमाल के हिमाल। ओ हजुर आँखाभरि हिमाल। हामी भोटे चौरमा छौँ अहिले हैन त। ठिक छ नि किन गर्मी भएर भयो नि। कहाँबाट यहाँबाट देखिन्छ। अर्काको माइतलाई आफ्नो माइत भने हो क्या हो यहाँ। तिमीले उता परबाट देखेको के त्यसो भए त्यहाँबाट देख्यो ए कहाँ नभए यता भन्ठाने त्यता त गुरुङ गाउँ गुरुङ गाउँ ए हजुरको सिन्धुकोट माइती चाहिँ उ हो ए त्यता जानी हो मामा घर नानु यहाँ आसी पुर्याइदिनु पर्यो नि त मेरो घर भनेर भन्ने पो अनि के हो हेर ल यही केराघारीतिरै हो अरे ल मुनाको पुरानो घर माइती घर मुनाको माइती घर त्यही हो त्यो पिङ्क मुनिबाट भएको अरे ससुराली जाने होइन त दाइ यहाँ चाहिँ के को सिलसिलामा आइपुग्नु भएको थियो ए त्यही भएर पट्टिनु भएछ ससुराहरू हाम्रो चाहिँ टोटल्ली डिफरेन्ट के एकदमै अनएक्सपेक्टेड लाग्दैन। अर्कै नाम तीनजना केही मिलेको जस्तो लाग्दैन। जल्दी क्या चिर ल फाइनली हामी चाहिँ चिया बगान आइपुग्यौँ होइन हो कि होइन त छोरी कहाँ छेउ हो। अब सबैजनाको आफ्नै ताल हो, कोही फोटो खिच्ने हो, कोही भिडियो खिच्ने हो, कोही टिकटक बनाउने हो। टिकटक बनाउने हो है। डेन्जर फोटोग्राफी भइरहेछ यहाँ क्यामेरा होइन। कपाल सेकेन्ड कपाल थर्ड कपाल या के गरे त्यस्तो रिजिस्काइदिने हो 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 हो।
कुकुरलाई बाटो दिनु कि कुकुरले बाटो दिन्छ? आइज जाउँ। ल यता नआउ न त, तल गएर पर्ख न बिस्तारै। सक्छ सामान साउन्ड पर्दैन, यताबाट गयो हुन्छ त कसरी? अल्झ्यो ए पछाडि पछाडि ब्याग अल्झेको झन्नै ल्याउने सालीको अङ्कलको जस्तो हो। You carry me and click video. नो आई मिन टु से नानो ग्वार्ती बिस्तारै हिँड न। मामुसँग यहाँ खानेकुरै छैन। ऐसेलु फुल्दै रहेछ, चिचिला लाग्दै रहेछ है। ऐसेलु कहिले आएको भए चाहिँ हामी खाना पाउँथ्यौँ रे? चैततिर। ए अहिले त फागुन छ, 1 महिना पछाडि भएदेखि ठिक्क ऐसेलु खाना पाइन्थ्यो। गएर हैन, अनि गुराँस चाहिँ एकदम पोथ्रा पोथ्रा हुन्छ नि त, अनि यस्तो पोथ्रासँग नि बिहा गर्छ भनेर हैन। अनि त्यसपछि फागुन चैततिर आउनु भनेर गुराँसले चाहिँ अनि किन रहेछ त भनेर उतिस गयो अरे हैन। भरे त फागुन चैततिर फुल्छ नि त, मजाले अत्तै भएर फुलेको देखेर अनि त्यसपछि अनि उतिस चाहिँ के अरे भिरमा गएर हाम फालेको रे। अनि त्यो भएर उतिस चाहिँ भिरमा मात्र धेरै हुन्छ अरे के। ए उतिस चाहिँ भिरमा हुन्छ अरे। गुराँस चाहिँ एकदम राम्री भएर बसेछ, अनि उ त एकदमै के भन्छ अनएक्सपेक्टेड भयो नि त हैन। अनि पुरै सरप्राइज भएर कुदेर गएर भिरबाट हाम फालेछ। ल नेक्स्ट भर्जन उतिस र गुराँसको कहानी। फेरि झरेको हो क्या यो त। गुराँस टिप्न माथि जानुभयो हाम्रो दाइ, खोइ आउनु भएन? टिप्नु सक्नु भयो त? त्यसो भए आउनु न त, जाउँ हो। जबरजस्ती नगर्नु न यार, लडिन्छ। पाउनु त पाइयो होइन, ओह्रालमा बिस्तारै प्रेस गर्नु भने आफै दौडिन्छ नि त। हामी माथि गएनौँ नि त, त्यही घुमेर आइहाल्यौँ। हामी त यहाँ फुल पनि किन्न पायौँ, लाली गुराँस किन्न पायौँ हामीले। टिप्न त एकदम मुस्किल थियो, धेरै माथि थियो। हाम्रो शालिक दाइले टिप्न सक्नु भएको थिएन, बिचरा दुःख गरेर एउटा चाहिँ टिप्नु भएको थियो। भरे त यहाँ अलिक तल आएपछि लाली गुराँस त किन्नै पाइयो। कस्तो राम्रो छ है। आश्विकालाई हाम्रो ट्रिप कस्तो लाग्यो त? अरू केही भन्नु मन छ कि छैन? राम्रो लाग्यो, एकदमै रमाइलो लाग्यो कि ठिक ठिकैको? कस्तो भयो? ठिक ठिकै भयो। अनि 5 मा कति पोइन्ट दिन पर्यो भने 5 मा कति दिने हो? 3? ए ओके, थ्याङ्क यू। हजुर 11 भयो हो न। अनि नानीलाई कस्तो लाग्यो त ट्रिप? के राम्रो लाग्यो? एकदमै राम्रो। हिमालको रेन्ज प्लस लाली गुराँस थियो, अनि होटलको छेउमा पनि थियो। अनि मलाई चिया बगान एकदमै मन पर्यो। हो, भोटे चौरको चिया बगान मन पर्यो। अनि म प्लेस एकदम मिस गर्नेछु। यो प्लेस मिस गर्नेछौ? ए ओके। अनि तिमीलाई गाह्रो चिलो? अनि तिमीलाई यो ट्रिपमा अलिकति अप्ठ्यारो लागेको, त्यस्तो गाह्रो भएको केही कुरा छ? गाडीमा एकदमै खाल्डाखुल्टीहरू धेरै नै भयो। बाटोमा खाल्डाखुल्टी भएर चाहिँ गाडीमा हो, गाडीमा छ। अहिले चाहिँ बाइकमै जाऊँ न त है, फर्किँदाखेरि चाहिँ। ओके, थ्याङ्क यू।
ल कति साह्रो मिस गर्न आँट्यो त बाई बाई प्लेस भन्न थालिसक्यो ल अब चाहिँ हामी घर लाग्यौँ होइन त हामी घर फर्किन लाग्यौँ कि नजाउँ नजाउँ यतै बसौँ जस्तो लागेन लागिरहेछ घर फर्किन मन लागेको छैन हो किन समय र किन के राम्रो लाग्यो रमाइलो लागेर हिमाल पनि देखिरहेछ रमाइलो पनि भइरहेछ अनि घरमा चाहिँ रमाइलो हुन्न घरमा अलिअलि मात्रै हुन्छ ए हो र सामानलाई चाहिँ अनि तिमीलाई चाहिँ घर फर्किन नफर्किन पाए हुन्थ्यो जस्तो लागेको छैन यतै बस्नु जस्तो लागेन आधी आधी ए ल त्यसो भए त 4 जना बच्चाहरूमा 3 जनालाई चाहिँ एकदम रमाइलो लागेछ होइन सम्मानलाई चाहिँ 50-50 रे अनि धेरै रमाइलो लागेको चाहिँ समाइरालाई अस्विकालाई अनि वैभवीलाई ल शालिक दाइको घर पनि आइपुग्यौँ हामी अब यहाँ टक्क चिया खाएर आफ्नो घर लाग्ने होइन ल धन्यवाद छ होइन आउनुभएको बेलामै खिच्न खोजिरहेको थिएँ क्या अनि भनेको टुर राम्रो भयो ल धन्यवाद छ बधाई छ ल बाई बाई हामी यहीँबाट छुट्यौँ होइन त ल प्लान चाहिँ छिटै हो तर कति वर्ष लाग्छ यो प्लान मैले पुल होइन यहाँ जाने बित्तिकै पुल आइहाल्छ पुल चढ्ने बित्तिकै लोकेसन ल बुझ्यो होइन त हामी अब बाटो बिराउँदिनौँ ओके त हाम्रो भिडियो यो ट्रिपको यही एन्ड हुन्छ बाइ थ्याङ्क यू फर वाचिङ एभ्रिवान फुल फुल्दै रहेछ चियापत्तीको